यो ड्रग्स गोटी ट्याब्लेट हामीले सुनेर अहिलेदेखि सुनेर आएको होइन। हुन त हामीले 2011 मा पनि यसको भव्य रूपमा हामीले विरोध गरेको थियौँ। यसको है धेरै नै कम्ती मात्रामा भएर गएको थियो र यसै क्रममा फेरि नै हाम्रो महिलाहरू जो कि जति पनि हाम्रो महिला जति पनि थियो र उहाँहरू पनि ब्याक भएर गयो र आज पनि फेरि यो 2025 मा आज हामी विरोधको लागि निक्लेको छौँ र आज हामी यसरी नै अडिट भएर चाहिँ हामी हाम्रो गाउँ सुधार हाम्रो जो कि आज जेनेरेसन जुन चाहिँ छ हाम्रो फ्युचरहरूलाई बचाउनको लागि चाहिँ आज हामी यसरी नै जोडतोडले आज हामी लागि पर्नुपर्नेछ र जति पनि यस गाउँमा जो कि हाम्रो नानीहरूलाई बिगार्ने जति पनि ड्रग्स ट्याब्लेटहरू चाहिँ बिक्री गर्नेहरूको चाहिँ अब चाहिँ काण्ड हुन्छ काण्ड हुन्छ कि हुँदैन तपाईँहरू भन्नु। अब चाहिँ हामी घर गरेको जस्तो हामी विरोध गर्नेछौँ। आजदेखि चाहिँ सतर्क हुनुपर्छ। गोटी ट्याब्लेट बिक्री गर्नेहरू चाहिँ होशियार, गोटी ट्याब्लेट बिक्री गर्नेहरू होशियार। हाम्रो गाउँ समाजको छोराछोरी बिगार्नु पाउँदैन। तोहरूले आज खानेहरूको पनि आज चाहिँ धुलाई जोड हुन्छ। जसले थाहा पाउँछ र बाहिरको जति पनि केटाहरू आएको देख्छ महिलाहरू नडराइकन उनीहरूको चाहिँ सामना गर्नुपर्छ। सोध्नुपर्छ कि कहाँबाट आएको भाइहरू भनेर सोधे। आज हाम्रो गाउँको होइन बाहिरको हो भनेदेखिको चाहिँ आज डरले त्योहरूलाई चाहिँ एकदम उनीहरूलाई सोधी खोजी गरेर त आज तिनीहरूको विरोध गर्नुपर्छ। हाम्रो महिलाहरू चाहिँ अगाडि निक्लिनुपर्छ। अब हाम्रो छोराछोरीलाई बिगारिसके आज हो कि होइन भन्नुहोस् त तपाईँहरूले। आज चाहिँ हामी यसरी नै विरोध गर्नुपर्छ र खानेहरू पनि आफ्नो भविष्य हेर्नु, भविष्य फ्युचर हेर्नु। घिच्न पायो भन्दामा मक्ख परेर घिचेर मुर्किन्छ। नभए घिच्छ भने चाहिँ मरुन्जेल खा। ए मर्ने गरी घिच्नु। तँहरूको आमा बाउलाई चाहिँ दुःख नदे। सबै यो बगानमा खटेर चाहिँ तँहरूलाई भविष्यको लागि उज्जवल बनाउनको लागि चाहिँ तँहरूको आमा बाउले चाहिँ नि तँहरूको आमा बाउले कति दुःख गरेको हुन्छ। घिच्नेहरू पनि सुन घिच्नेहरू पनि तँहरूको आमा बाउले बगानमा खटेर चाहिँ तँहरूलाई कति राम्रो भविष्य बनाउनको लागि चाहेको हुन्छ। तँहरूले त्यो भविष्य आमा बाउको त्यो दुःखलाई हेरेर तँहरू पनि घिच्छस् भने चाहिँ मर्ने गरी घिच्नु। यो एन्टी ड्रग्स चाहिँ एकदम आजदेखिको एकदम बन्द। बिक्री गर्नेहरूले पनि सुन। भोलिको दिनमा सुन्यो थाहा पायो भनेदेखिको घर चाहिँ तोडफोड हुन्छ। घर तोडफोड हुन्छ कि हुँदैन भन। अबदेखि चाहिँ यो र्याली यो एन्टी ड्रग्सको जुलुस चाहिँ जारी राख्नुपर्छ। हामीले जारी राख्ने हो कि होइन? धेरै धेरै धन्यवाद। हाम्रा पञ्चायत सदस्य साथैमा हाम्रा एन्टी ड्रग्सको एकदमै विरोधी हाम्रो भाउजू पुण्य प्रधानज्यू।